गाइज नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानल लाइफ अफ करुणामा। कस्तो लागिरहेको हजुरलाई? म एकदमै गौरवान्वित फिल गरिरहेको छु है। आज चाहिँ हामी विस्पर च्यालेन्ज गेम खेल्न आँटेको हो हैन। दुईटा शब्द भन्नुपर्ने हुन्छ अनि जसले गेस गरेर जित्छ विनर भइहाल्यो। जसले हार्छ हामीले चाहिँ दुई थरी पनिसमेन्ट लिएको छौँ हैन। एक थरी चाहिँ मलाई पर्यो भने एउटा, उहाँलाई पर्यो भने चाहिँ एउटा। किन भन्दाखेरि उहाँले मेरो पनिसमेन्टलाई एक्सेप्ट गर्नु भएन। मेरो पनिसमेन्ट अलिकति इन्ट्रेस्टिङ थियो। मेरो पनिसमेन्ट चाहिँ बाई चान्स म हारेँ भने चाहिँ मैले चाहिँ हेडफोन लगाएर कुनै एउटा गाना गाउँछु। अब हेडफोनमा कस्तो सुनिन्छ मलाई थाहा छैन, त्यो फनी सुनिन्छ जस्तो लाग्छ। मैले डिमान्ड गर्नु पर्यो। त्यो मलाई गाना आउनु पनि त पर्यो नि, त गानै नआउने गाह्रो त के काम। मैले गाउने जान्नेवाला गाना गाउँछु हैन। त्यसपछि उहाँले हार्नु भयो भने, जुन एकदम हाई चान्स छ हैन, उहाँले हार्नु भयो भने चाहिँ सेलरोटी छ हामीसित। त्यो सेलरोटीलाई अब सिङ्गै त अलि गाह्रो हुन्छ, त्यसलाई तोडेर यत्रो यत्रो टुक्रा जति यहाँ राखेर त्यो सेलरोटीलाई यहाँबाट पास गर्दै ल्याएर खानु पर्यो। जबसम्म खानु न त्यो पनि उहाँले गर्न सक्नु भएन भने लास्टमा त्यही नै गर्नुपर्छ, किनकि उहाँले रोजेको पनिसमेन्ट पनि हातले खान पाइयो त्यस्तो पाइँदैन। लास्टमा गानै गाउनुपर्छ, त्यसरी खानै पर्यो के। ल अब चाहिँ गेम सुरु गर्ने। के अरे टिस्यु पेपर भनेर भन्ने टाइपको गर्ने कि अथवा धेरै लामो लामो पनि नै? दुईटा शब्द, धेरै लामो भयो भने गाह्रो हुन्छ। ल बढीमा 3 शब्द। ओके ल अब हामीले गाना सुरु गरौँ है त। अब कहिले सुरु गर्ने? टस गरौँ, टस। ल रक पेपर सिजर। रक पेपर सिजर। यदि पनि गरे ल, मैले जितेँ। अब तिमीले पहिला गर्नु पर्यो। नर्भस भयो म त। नुनचोक। ल सुसेली। ए कतिचोटिसम्म भन्नुभयो? 5 चोटिसम्म भन्नुभयो नि। ल एक चान्स गयो। एकचोटि। चुकन्दर। एउटा शब्द मात्रै छ। के भनेको त भन फेरि। सुई भएन। दुईटा शब्द के? एउटै सुनिन्छ। हजुरले लिपसिङ मिलाउनु भएको छैन है त? त्यसो गरेर हुन्न। लिपसिङ त मिलाउनु अहिले बिगार्छ सबै। क्यूट क्यूट। हैन, अब लास्ट। क्यूटी बुढी। भएन ल। के थियो? नुनचुक। त्यस्तो हुँदैन यार। कतिवटा गर्नुपर्ने हो? 3टा, एउटा भइसक्यो न। अब हजुरको टर्न। कतिवटा शब्द? 2। अहिले त आउनु। बिस्किट खाने हो। बिस्किट खाने हो। बिस्किट खाने हो। सुनेन नानी अलि भन। बिस्किट खाने हो। बिस्किट खाने हो। अलि बिस्तारै भन न। बिस्किट खाने हो। भन्नु न, खै बोलेको। बिस्तारै भन न अलि। बिस्किट खाने हो। बिस्कुट खानु। बिस्किट खाने हो। 2 शब्द मात्रै भनेको तिमीले। बिस्किट खाने हो। के भने? बिस्किट खाने हो। पहिलो शब्द मात्रै उच्चारण गरेको। ल गर न गर। बिस्किट। बिस्किट खाने हो। खानी हो। बिस्कुट खानी। कति भयो? 2टा 3टा भइसक्यो। बिस्किट खाने हो। बिस्कुट खान्न। बिस्किट खाने हो। बिस्कुट खाने हो। भयो? खाने हो भने चाहिँ 3टा हुन्छ नि। खाने हो सँगै जोडेको। त्यस्तो त भएन। कस्तो मुन्छु भन्ने खानु हजुरले। आलु पराठा। ल भइसक्यो? आलु बखडा। हैन, एक चान्स भयो। कति एक्साइटेड भएको?
आलु बदाम आलु बखडा अघि त भनिदियो त फेरि मैले आलु हो क्या आलु हो क्या आई लभ यु आलु प्याज भनेको चाहिँ होइन तर खालि आलु जस्तो सुनिरहन्छ आलु र आलु आलु बनाना वाट इज आलु बनाना यार सोध्नु पर्दैन त हात मिल्यो कि मिलेन भनेर सोध्नु पर्दैन आलु त हो नि आलु पराठा भनेको नि दुई टिटको अरे 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 अब के खेल्नु मैले सोधे ल ल म खेल्नु सिकागो खै भयो भयो सिकागो खै के खै के खै भन्यो खै हो पछाडि चिया चुरोट खै के भन्यो दुईटा भइसक्यो दुई शब्द हो च्याउ खै फेरि यस्तो राम्रो लिपसिङ दिइरहेको छु नि मैले स्याउ खै पछाडि खै चाहिँ होइन अब एउटा मात्रै बाँकी छ फेरि यति भन्दा नि बुझ्दैन नि के गर्नु भन्नु अब धेरै टाइम दिन कहाँ पाइन्छ आफ्नो पाला चाहिँ ए मेरो त बाटो खै भन्यो होला सक्यो सिकागो खै कहाँ सिकाएको त नेपाली म त च्याउ भने च्याउ भने मैले पनि 1 पोइन्ट त लिएर आएँ ल मेरो लास्ट 50 को नोट च्यातियो पैसा चेत्यो अब बोल्दिन म त 50 को नोट च्यातियो 50 को नोट च्यातियो अघिबाट पनि केही मिलेछ पैसा मिलेछ चेत्यो मिलेछ 50 को नोट च्यातियो यहाँ पैसा चेत्तिएको पैसा चाहिँ के भन्नु 50 रुपियाँ चेत्यो 50 को नोट च्यातियो 50 को नोट च्यातियो स्लो भन् त 50 को नोट फर्स्ट लेटर भन्नु न पहिला फर्स्ट लेटर 50 को नोट चेत्यो यही छ नि त हिट सजिलो दिएको कि योपालि तिमीले पनि जित्छस् भनेर गरी खाओस् गरी खाओस् ल कति भयो अब लास्ट हो यो लास्ट हो मैले एउटा मिलाएँ दुईटा गयो हजुरले एउटा मिलाउनु एउटा गयो अब गयो भने गयो भयो भयो च्यातियो 2 कि 3 2 अलिकति जानुस् सुनिन्छ बिस्तारै बिस्तारै भन्नु न भन्नु अनि खाएको बिस्तारै हाउ बिस्तारै हर्लिक्स किन रिसाको अब एउटा बाँकी लास्टमा यस्तो किन हरिस खाएर गयो अहिंसा नगरौँ के हावा अब यस्तो यता अब के गरौँ ल अब चाहिँ फाइनल्ली हामी दुवैजना हार्यौँ दुवैजना जितेनौँ त्यही भएर दुवैजनाले पनिसमेन्ट चाहिँ गर्छौँ
ल मेरो पनिसमेन्ट चाहिँ म गर्छु है त यही गाना गाउन यो गाना त पुगाउनु यार सुन्दै गाउँ मेरो रिसेन्ट फेभरेट सङ इन दिनों दिल मेरा मुझसे कह रहा तू वो सजा तू जी ले जरा है तुझे भी इजाजत कर ले तू भी मोहब्बत है तुझे भी इजाजत कर ले तू भी मोहब्बत इन दिन बाबुको राम्रो छ यार एकदम राम्रो गाए जस्तो एकदम राम्रो लाग्यो एकदम राम्रो लाग्यो खस्नु हुँदैन है गीत गाउनुपर्छ नत्र यो मुखा गर्नु कहिलेचोटिमा गर्नु पर्यो यो म हजुरलाई दिन्छु मजाले टाइम भएन यस्तो स्ट्रेटेजी लगाउनु पर्यो यस्तो घुमेर सुई खसेर क्वाक खानु पर्यो हजुर नाकै ठुलो नाक गर्न गाह्रो हुने चाहिँ अनि यो मिलेन है यो राखेकै मिलेन थिएन होइन यहाँसम्म त आइसक्यो थियो त्यस्तो त हुँदैन है हुँदैन बुढो लास्टमा गीत गाएर छोडाउने भयो दुईटा पनिसमेन्ट भएन आफूले रोजे पनिसमेन्ट त मैले त सजिलै दिएको थिएँ के भएको थियो गाउँदैमा भयो तिनचोटि गइसक्यो गाजलु ती ठुला ठुला ल ओके उहाँले चाहिँ अब गाजु लुती ठुला ठुला हामी गाउने रे त्यो त म यति गाइदिन्छु नि किन पर्दैन त्यस्तै हाल्नु पाइँदैन ल गाजलुती ठुला ठुला खा बसे किन म त हाँस्दैन त सक्यो भयो बस कर तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ माई च्यानल